म सुनाउँछु। हेलो वेलकम ब्याक टु युट्युब च्यानल हैन। आज चाहिँ फर्स्ट भ्लग मेरो, नयाँ सुरुवात, नयाँ दिन, नयाँ अनि आज चाहिँ हामी मकै रोप्न आएको। बादरहरू अनि सुगाहरू अनि त्यति नै हो। चराचुरीहरू आउँछ अनि खान्छ, त्यही त। अनि बाहिर म आछु, हेलो गर्दै भाइ। हेलो हेलो। अनि त्यसपछि हेर्दा यस्तो छ जङ्गल हैन। जङ्गल चाहिँ यस्तो छ है हाम्रो गाउँघरतिर। पानी पर्न लागिरहेछ भने यार गाइज, यार पानी पर्यो भने जानुपर्छ घर। घरमा मासु र भात साझा। मेरो भाइ हिजो भर्खर महल बनाएको यार मेरो, त्यही भएर यहाँ भ्लग गर्न पाइरहेको छौँ। अनि गाई सुगाएर चाहिँ सुका बोकेर ब्याग चस्मा लगाऊ। ऱ्याप यस्तो फ्लो नानीमा चराको आवाज सुन्नुभयो होला नि त, चराको साउन्ड। यहाँ गुलिती छ, प्ल्याट पारेर मार्ने हान्ने भाइ नचल। यस्तो निशाना जान्छ नि मेरो फेरि हैन। एक सर्टमा एउटा चरा फ्ल्याट, त्यस्तोसम्म निशाना। 2 सर्टमा 2टा फ्ल्याट, त्यस्तो निशाना छ मेरो। नपत्याए कुनै दिन देखाउँला म चरा हुने बेलामा हैन। अहिले चाहिँ चराको आवाज सुन्नु भइरहेको होला नि। आयो भाइ। देखाउँछु ब्याग चस्मा लगाऊ, हान्छ ऱ्याप यस्तै हो फ्ल। आकाशमा हान्दिउँ गाइज। अनि यस्तरी हान्नुपर्छ, यस्तरी फुस्क्यो भने महल प्लट त्यस्तो समझ। अहिले एकछिन पछि देखाउँछु गाइज। अहिले चाहिँ यति नै है। अहिले एकछिन म फेरि यस्तो कन्टेन्ट बनाउने छु भन्नाले केही चिज देखाउँछु तपाईँहरूलाई म हैन। अहिले चाहिँ केही पनि छैन यहाँ देखाउनलाई हैन, त्यही भएर अहिले एकछिन पछाडि देखाउँछु हैन। अब चाहिँ घर जान लाग्यो म। अनि खाना बोलाउनु भएछ मम्मीले। अब घर जानु पऱ्यो, ट्याक्क लगाएर खाना खानु पऱ्यो। अनि 1-2 घन्टा सुतेर अनि चट्ट फेरि आउनुपर्छ गाइज। के गर्नु, यस्तै हो मेरो जिन्दगी। आज भोलि चलिरहेछ यस्तै पनि। यहाँ बासझ्याङ अनि यतातिर चराहरू पनि आउँछ। अझै यहाँ हातमा एउटा गुलेती अनि साथमा एउटा ब्याग, त्यस अनि ब्यागभित्र ढुङ्गा, त्यो ढुङ्गाले अनि चराको टाउको उडाङ्गा। कालो कालो केश तिम्रो मुहारी
नहेर दायाँ बायाँ तिम्रै हुन्छु पछाडि गरे म भाइ यार हान्नु पर्यो भने त ऊ त्यहाँ आउँदैछ त्यो राजकुमार आउँदैछ टेक बजाएर अनि हाम्रो यहाँ केरा बारीहरू छ है केराहरू चाहिँ फलेको छैन ऊ त्यहाँ मास्तिर चाहिँ फलिरहेछ अनि यतातिर चाहिँ भर्खर भर्खर रोपेकोहरू हो अनि तल चाहिँ हाम्रो आङीहरूको घर अनि हाम्रो घर चाहिँ ऊ त्यहाँ हो त्यही हो हाम्रो घर चाहिँ यस्तै हो बुवाले धेरै सङ्घर्ष गर्नु भएको छ यार त्यही हो अब हामीले पनि गर्नुपर्छ अब पढाइ सढाइ सब छोडिहाले सानोमै अब दिमाग के भएको सानो बेलामा पढ्नै मन लाग्दैन रहेछ अहिले मन लागेर के गर्नु पढाउनै सक्ने खोइ छैन त्यसैले म पढ्दैन यही हो हाम्रो घर यही हो राइट आज चाहिँ घाम लास्टै लाग्छ जस्तो लागिरहेको छ यार किनभने बिहान पानी पर्ला जस्तो सिजन देखिरहेको थियो